कताबाट आउनुभयो भन्ने कसरी भन्ने अब अनि उपर एकजना आमा हुनुहुन्छ उहाँको बोली आउँदैन बोल्न सक्नुहुन्न उहाँको घर कहाँ हो थाहा छैन उहाँले आफै जान नसक्ने भएपछि मानव सेवा आश्रममा प्रहरीले ल्याएर छोडिदिनु भएको छ उहाँको घर खोज्नको लागि र उहाँलाई भेट्नको लागि अहिले म मानव सेवा आश्रम झापामा आएको छु यो भिडियो यति सेयर गरिदिनुहोस् र सबैजनाले लाइक कमेन्ट गरिदिनु होला आमाले भने अनुसार उहाँको घर पहाडमा हो भन्नुहुन्छ उहाँले इशारा गरे अनुसार अब उहाँलाई चिन्नेसम्म यो भिडियो पुर्याइदिन मैले अनुरोध गरेको छु उहाँको बोली नआएपछि उहाँलाई पुर्याउनु पर्ने कहाँ पुर्याउने यहाँ आश्रमबाट धेरै पटक प्रयास गरिसक्नुभयो तर पत्ता लागेन हामी सानो देश नेपालमा छौं यो भिडियो लाग्छ अपलोड गरेको केही समयमा नै उहाँको परिवार आफन्त र उहाँको गाउँ पक्कै पनि उहाँसम्म पुग्छ होला